खाना भनेपछि फिटिक्कै मन लाग्दैन। के भएको होला यस्तो यो? हेर्नुहोस् त, बुढीले यति मिठो गाबाको तरकारी पकाएर दिएछ, तर खाना भनेपछि फिटिक्कै मन लाग्दैन। अन्तिम गाँसदेखि जाँदै जाँदैन। के भएको होला? लौ न भनिदिनु पर्यो साथीहरू, के भयो यस्तो? अन्तिम गाँसदेखि जाँदै जाँदैन। अन्तिम गाँसदेखि पेट डम्माउने, फुलेको जस्तो हुने, के दबाई खाने? खाना भनेपछि फिटिक्कै मन लाग्दैन। के भएको होला यस्तो यो? हेर्नुहोस् त, बुढीले यति मिठो गाबाको तरकारी पकाएर दिएछ, तर खाना भनेपछि फिटिक्कै मन लाग्दैन। अन्तिम गाँसदेखि जाँदै जाँदैन। के भएको होला? लौ न भनिदिनु पर्यो साथीहरू, के भयो यस्तो? अन्तिम गाँसदेखि जाँदै जाँदैन। अन्तिम गाँसदेखि पेट डम्माउने, फुलेको जस्तो हुने, के दबाई खाने?